हेलो हाम्रो चाहिँ फर्स्ट मुकबाङ भिडियो हो होइन कान्छी खासै बोलेर चाहिँ हामी भिडियो बनाउँदैनौँ अब डाइरेक्ट हामी चाहिँ खाना थाल्छौँ है हामीसँग चाहिँ के छ भने चटपटे यो 2 PM को एउटा 2 PM छ अनि त्यसपछि यहाँ पानीपुरीको झोल यहाँ छ पानीपुरी यो छ पानीपुरीको अचार सादा अनि धेरै पिरो चाहिँ अब हाम्रो मर्की लागिरहेको छ त्यही पनि अब खानु मन लाग्यो यो चाहिँ हाम्रो शरबत जुस अरे जुस कोल्ड ड्रिङ्क चाहिँ पपकर्न छ यही बनाएको हामीले अब हामी सुरु गर्छौँ म यो चट राख्छु ल हाम्रो भाँडाकुटी गर्दैन जाने ठाउँ थियो उसले खानु मन लाग्यो भने यहाँ खान्छ उसले यहाँ चटपट खानु मन लाग्यो चटपट खान्छ मैले त्यहाँ 2 PM खानु मन लाग्यो 2 PM खान्छु यो क्या पानीपुरी चाहिँ अघि नै खोक्ला त्यसको त्यो फोड्नुपर्ने थियो पानी काठमाडौँमा चिसो खायो भने ए पानीपुरीको तिमीलाई पानीपुरी पैसा चटपट खाऊ न सब उस्लिसकौँ हाम्रो ब्याकग्राउन्ड चाहिँ ब्ल्याक पुरै भएन त्यो चाहिँ मेरो सर्ट भिडियोहरू बनाउने ब्याकग्राउन्ड हो त्यही पनि हामीले युज गरे है हामी त त्यस्तो प्रोफेसनल मुक ब्याङ्गर होइनौँ हामी त आज बनाएको होइन यस्तो बनाइ हेरौँ न भनेर आउँछ बनाएको राम्रै भयो भने युट्युबमा यो बुस्ट भयो होइन भ्युज राम्रो गयो हामी चाहिँ हामी मुक ब्याङ्क च्यानल बनाउने मैले नदिनुमा पैसा छैन युट्युबबाट पैसा आएको छ चिनेको छ भनेर सबै यति नै चाहिन्छ भने होइन नि त कहिले छोरी खान्छु जानु पकवान त खाँदै खाँदैनौँ खतरा भयो क्या टुप्नेमा है मिठो चटपट पनि दामी बनाउँछ नि उसले चटपटी 2 PM खतरा बनाउँछ यसमा चाहिँ हामीले बढी मसला सस बढी नहाले है ल अचार हाल्यो अघि नै हालेर चाहिँ राख्नु पर्यो क्या उति क्यामेरामा हेरेर है त्यति भन्नु पर्दैन कि लोकल तरिका हो लोकल स्टाइलमा चाहिँ यसलाई पकाउने
लोड सेडिङ छ कहिले लाइन जान्छ लाइट हाम्रो भिडियो बनाउने लाइट चाहिँ भयो त्यो हाउ तिम्रो मोबाइल पनि स्पेस पुग्दैन अनि रेकर्ड गरेको म चटपट म देखाएर अघि त बुझाम होइन मैले कपडामा लगाऊ नि मारै दाग बस्छ कोही के भन्नु यार हामीले त यत्रो सामान राखेर खानु चाहिँ नसकिने रहेछ यो यत्रो पकवान किन बना थोरै थोरै चिज बनाउनु पर्ने हो अब खाने नजान्ने यता आउन भिडियो अबे अहिले यता आउन तिमीले भिडियोमा आउँदैन नि फेरि अलिवटा थोरै थोरै सर्दै आएछ नि बुवा यहाँ कसो सुन्दा तिमी चलाउनु मिल्दैन ल भयो आउँछ कि अलिकति यता चाहिँ ढल्क न तर आउनु चाहिँ आउँछ क्या उयो पुरै छ तर त्यही पनि अलिकति स्ट्रेट बस न चटपटै लगा तपाईँ नखानु त्यो सबै मेरोमा खानु त नि मैले एक्लै खाइरहेको छु कस्तो मुभमेन्ट हुँदा है तिमी मान्छेले यस्तो मुभमेन्टको कसरी गर्दैन ल चटपट उसी खाएर खाऊ न तिमीले कपडा लगायो नि सबसे फिर से उधर से ना बना कर चटपट नखाने सिजाकै पर एक्लै गर्छु भने चाहिँ सिधाकै हो नि त्यो केटीले सिजाकै पर सिजाकै पर भिडियो बिगार्ने काम नगर न
चाहिँ मेरो पेस्ट हो त्यही भएर त खान सकिरहेको छु आयो पानी कस्तो अमिलो आयो होइन झोलमा मैले त काट्नु निको लाग्यो क्या हाम्रो झोल परेर पानीपुरीको झोल खायो ए के बोलिरहेको थिएछ हामीले यत्रो पकवान सोचेको भन्दा धेरै पकवान अब खान सकिएन हामीले 2 थोक जस्तो सिधायौँ अनि लगभग पानीपुरी पनि आधा जति खायो होला है म त हामी स्टार्टिङ भिडियो धेरै लामो हुन्छ हामी चाहिँ अब भिडियो इन्ड गर्छौँ है धन्यवाद बाई बाई तपाईँहरू फेरि यस्तै मुखबाङ भिडियो हाम्रो हेर्न चाहनुहुन्छ भने त्यसको लागि तपाईँहरूले हाम्रो युट्युब सब्स्क्राइब गर्नुपर्छ सब्स्क्राइब गर्नु होला सब्स्क्राइब गरेको त हेर्ने नयाँ मान्छे यो भने सब्स्क्राइब गर्नु होला अनि हामी हामी लिएर आउँछौँ है भन्नु नि लिएर बढी बोल्यो भने भिडियो बिग्रिन्छ बढी बोल्नु हुँदैन तिमी भन नि त तिम्रो नबोलिकन भन्नु न तिम्रो मन जस्तो भन्नु न भन्दै मेरो मन हो नमस्ते धन्यवाद भिडियो हेरिदिनु भएकोमा है बाई बाई गरौँ अनि खुदै नरम भनेको त्यही पनि भिडियो बिग्रिन्छ नि फेरि भन्दै न त सब्स्क्राइब पनि गर्नु भन न हो र यस्तै यस्तै मुखबाङ भिडियो हेर्नु चाहनुहुन्छ भने हाम्रो युट्युब च्यानल हाम्रो मिनी ब्लगलाई सब्स्क्राइब गरिदिनु होला अनि लाइक पनि गरिदिनु होला कमेन्ट पनि गरिदिनु होला सबै थोक गरिदिनु उसको लागि सबै थोक गरिदिनु होला धन्यवाद अलि राम्रोसँग भन न हौ उसकोमा चाहिँ राम्रोसँग भन चुला बस अब हेर अब चाहिँ हामी भिडियो इन गर्न लागेको खाना चाहिँ सकिएन है लगभग धेरै जसो खाइयो थोरै जसो बाँकी छ अब पकाउन त पुरै छ र अब हामी भिडियो इन गर्न लागेको हामी हाम्रो यस्तै मुखबाङ भिडियोहरू हेर्न चाहनुहुन्छ भने हाम्रो युट्युब च्यानल हाम्रो मिनी ब्लगलाई सब्स्क्राइब गरी बेल आइकन पनि दबाइदिनु होला र मन पर्यो भने प्रतिक्रिया पनि दिनु होला र के कुरा सुधार्नु पर्ने त्यो पनि कमेन्ट गरिदिनु होला हस् त धन्यवाद